हुँदा हुँदै मैले हर्क साम्पाङको विरोध गर्ने दिन पनि आयो। कहिल्यै सोचेको थिइनँ मैले हर्क साम्पाङको विरोध गर्छु भनेर। मलाई त मान्छे यति मन परेको मान्छे थियो, तर अब चाहिँ किन जितायो हर्क साम्पाङलाई, कस्तो व्यक्तिलाई चाहिँ जिताएछन् भन्ने भइरहेछ क्या। हर्क साम्पाङको त स्ट्याटस देखेर कति लो ग्रेडको व्यक्ति हो, कति सानो सोच भएको व्यक्ति हो। धन्न धन्न उहाँको सिट आएन छ। बहुमत त के भन्नु, 2-4 सिट 7 सिट कति ल्याउनु भएको छ। जे हुन्छ राम्रोको लागि हुन्छ, ठिक भएछ। आम्मामामा यस्तो अराजक व्यक्ति सुकुम्बासी उचालेको छ, सुकुम्बासीलाई भड्काएको छ। अझै पनि आश छ क्यारे क्या उहाँलाई मैले जित्छु भनेर। म त कस्तो मन पर्ने मान्छे हो, हर्क साम्पाङलाई साह्रै मैले मन पर्थ्यो क्या त्यो व्यक्ति चाहिँ। राम्रो गर्छन्, जितिहाल्यो भने यिनले चाहिँ भ्रष्टाचार गर्दैनन्, राम्रो गर्छन् भनेको त अब त एमाले जस्तो उयो आउनु थालिसक्यो क्या, भाइब्स पनि। आमामा कति अराजक। म पनि काठमाडौँमै छु, मैले देखिरहेको छु सुकुम्बासीहरूलाई सरकारले कसरी व्यवस्थापन गर्दैछन्। यहाँ मात्रै होइन, देशभरि नै कसरी व्यवस्थापन गर्दैछन् हामी सबैले देख्दैछौँ। देख्दै पनि एमालेको जस्तो अन्धो हुनुपर्छ। एमाले त विरोध गर्नकै लागि विरोध गरेका हुन्। उनीहरूले त राम्रै देखे पनि उनीहरूको त रोजीरोटी पेसा हो विरोध गर्ने। बालेन्द्र शाहको विरोध गर्छ अहिलेको सरकारको, तर हर्क साम्पाङ चाहिँ के भएको, आची खान थालेको जस्तो कुरा गर्न थाले त नि। दिमागले काम गर्न छोडो। यही कुराहरू उहाँले मेयर हुँदाखेरि कति मजाले एक्सप्लेन गर्नुभएको थियो, कति राम्रो एक्सप्लेनर लाग्थ्यो। यही सुकुम्बासीकै विषयमा पनि उहाँले बोल्नुभएको छ। वास्तविक सुकुम्बासी होइन, भूमिको के भन्छ त्यो ठेकेदार दलाल हुन्छन्, उनीहरूले यसरी कब्जा गरेर बस्छन् भनेर उहाँले नै बोल्नुभएको इन्टरभ्यूमा बकाइदा भिडियो छ। अनि अहिले चाहिँ त्यही काम बालेन शाहले राम्रो गरिराख्दाखेरि चाहिँ खुट्टै तान्नुपर्ने, विरोधै गर्नुपर्ने, सुकुम्बासीलाई उचाल्नै पर्ने। अति गर्नु, अत्याचार नगर्नु नि। अब चाहिँ यो हर्क साम्पाङको सबै त्यो पेज पनि रिपोर्ट हान्नुपर्छ के। नहुन्छ त्यो पेज, न खुट्टा तान्छन्। उसको छोरीलाई ल्याएको छ, के गरेछ। अलिकति हुन्छ नि, सांसद भइसकेको मान्छे अलिकति एजुकेटेड भइसकेपछि त दिगो विकास भन्ने थाहा छैन। दिगो विकास भन्ने कसैले सिकाइदिनु पर्ने भयो क्या हर्क साम्पाङलाई। मैले पहिले हर्क साम्पाङलाई मेरो कोही साथीभाइले त्यहाँ कमेन्टमा हर्क साम्पाङको स्ट्याटसमा नराम्रो लेख्दाखेरि मैले उनीहरूलाई फोन गरेर कराउँथेँ क्या, हर्क साम्पाङको स्ट्याटसमा किन नराम्रो लेखेको भनेर। तर यो मान्छे त कति गति छाडा भएको हेर। धन्न हामी चाहिँ मान्छे नचिन्दो रहेछौँ। गति छाडा हर्क साम्पाङ।